आज बाउजूले पार्टी दिइरहेछ। भाइ आलु तरकारी कस्तो रहेछ? एकदम राम्रो। बोले भने ममाले तरकारी कस्तो रहेछ अनि आमालाई? मिठै छ। मिठो छ? बचेस नि बुझे। दाल ल्याऊ हो भने त उतै खोल्नु क्या सर खोल्नु। धेरै भतिले मुठो खोले पछाडि रक्सी अनि त्यो के भन्छ चटनीमा चाहिँ त्यो सुँगुरको मासु क्या। मर्छ जाने एउटा ग्लास ल्याऊ। मर्छ गिलास। भात हाल्नु मलाई हेलो बाउजू। अनि कतिको मिठो छ बाउजू तरकारी? ए ग्रेभी टेस्टी एकदम राम्रो छ। हजुर एकदम मिठो छ। थ्याङ्क यू। अनि मिङमामा तरकारी त्यही मिठो रहेछ कि रहन्छ हौ? हजुर नम्बर 1 मम्मीलाई हाम्रो मम्मीलाई नै दर्जीलाई तरकारी कस्तो छ दर्जी? साँच्चै सिम्बो भने मम्मीलाई ग्रेभी साह्रै सिम्बो। तरकारी दिन्छ बाहिर त मर्छ। भात दिनु हुन्छ है। ल है साथीहरू, आज चाहिँ हाम्रो बाउजूले जाडो महिनामा खसीको ह्याकुला ल्याएर चाहिँ सुपसित मम्मी पनि आएको गाउँबाट ह्याकुला खसीको ह्याकुला चाहिँ जाडो महिना मनाउनु लाग्यो है गाइज। भोजुले ह्याकुला कतिको चपायो? अनि बोजू खसीको ह्याकुला कति? माछा काठमाडौँमा आएपछि त धेरै पर्दैन। अनि